I stay the same. Hey, भूखे किन भटकै मन सम्हाल्नै सकिन आँसु खुज्दैछु तिमी बरु फेरि यो निर्माया म त हुँदैछु। So hello guys, welcome back to my new video. I hope सबजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म यस्तो जङ्गल जानेवाला छु होइन, उयो माथितिर अनि त्यहाँबाट साइकल चाहिँ यहाँ छ है। अब बाटो गयौँ है। सो अहिले चाहिँ म आज बाटोसम्म आइपुगेछु होइन, लास्टै थाक्यो। त्यो जङ्गल उकालेर ल्याउनु पऱ्यो, आमा कति गाह्रो भएको छ। सो पसिना पनि आइसक्यो है। चाहिँ आधी बाटो आइपुग्यो। अब त्यहाँ रोड निस्किन लागेको छ हामी, त्यहाँ रोड जो छ त्यहाँनिर रोड पनि निस्किन लागेको छ हामी। सो आजको राइडमा अब बाल उताको बाटो चाहिँ उताको उकालो गयो भनेर यताबाट आएको, यताबाट झन् गाह्रो भइसक्यो, बाँस गाह्रो भइसक्यो। बाटो सब त्यो के भन्छ घाँसै घाँस भइसक्यो। अनि के भन्छ त्यसलाई जुगा लागेर दुईवटा जुगा त थालिसक्यो मैले, जुगा लाग्दै रहेछ है गाइस। जङ्गलमा जुगा लाग्न थालिसकेको छ गर्नु भएर। पहिला पनि लाग्न त लाग्थ्यो, तर म धेरै आउँदैन जुगा लाग्यो। पहिला पनि आमाहरूसँग आन्टीहरूसँग आउँथ्यो, त्यो बेला चाहिँ जाडो महिनामा चाहिँ खास लाग्थेन, अहिले चाहिँ लाग्न थालेको छ। ल यहाँ छ है यो चाहिँ। अब चाहिँ त्यहाँ निस्केपछि त्यहाँ निस्केपछि बोलौँला है त, भेटौँला। सो फाइनली अब चाहिँ माथि रोड निस्किसक्यो, हेर्नुहोस् होला। यो चाहिँ रोड हो, म आएको बाटो चाहिँ अघि तलबाट हो, त्यही तलतिरबाट आएको हो होइन। अनि अब चाहिँ रोडमा निस्किसक्यो। अब यहाँबाट नि जानुपर्ने हुन्छ अझै, अब थोरै माथि बाँकी छ, धेरै माथि होइन, थोरै। सो रोड निस्किसक्यो, अब यहाँबाट चल्दिनु पर्ने हुन्छ। चलौँ है त गाइज। सो फाइनली गाइज अहिले चाहिँ माथि आइपुगिसक्यो होइन। अनि सो फाइनली माथि आइपुगिसक्यो होइन। अनि माथि आएर नि म पहिला तल चिलढुङ्गा जान्छु भने, हामीले चाहिँ यहाँ तल चिलढुङ्गा भन्छ, अनि त्यहाँ जान्छु भनेर तलतिर जाँदैछु। अहिले चाहिँ म पहिला तल जाउँ अनि माथि होइन। ल हजुरहरूलाई यस्तो भ्यू राम्रो, यस्तो खतरा भ्यू रहेछ, आमाम भ्यू के भन्छ अब नजारा है। हेर्नुहोस् त आमाम कति धेरै घरहरू हो यो त। यहाँबाट चाहिँ यस्तो देखिन्छ है। सो अझै तल छ, गर्मी भयो लास्टै त्यो भर्याङ रहेछ झन् त्यहाँ माथिबाट, त्यहाँबाट धकल्दै माथि लिएर थाकेर झन्नै मऱ्यो। खै त मेरो घरै छ, मेरो घर कतापट्टि हो यहाँबाट देखिँदैन त है। यहाँ चाहिँ मेरो घर यहाँ मासतिरै पर्छ जस्तै छ। अझ तलतिर जाउँ है। आइया आइपुग्यो फाइनली, चिलढुङ्गा पनि आइपुग्यो। अस्तिदेखि आउन कोसिस गरेँ, आउनु त आयो, आधी बाटोसम्म आयो, त्यो पछि छैन, बाटै थाहा थिएन मलाई, आज भर्खर थाहा भयो। सो यसलाई चाहिँ भन्छ हाम्रो चिलढुङ्गा होइन। धेरै मान्छेहरू आउने गर्छ, हजुरहरूलाई थाहा नै होला, को आउनु भएको छ यहाँमा, हजुरहरू थाहा नै होला। मेरो घर चाहिँ कता रहेछ? ए मेरो घर त्यहाँ त्यो होला मेरो घर, त्यो खै त यहाँबाट त देख्दैछ। त्यो रातो देख्नु भएको छ नि, त्यही होला मेरो घर। द्याट इज माई घर होम होइन। सो हेलो सबजनालाई, कस्तो राम्रो रहेछ है हाम्रो नजारा हेर्न सक्नुहुन्छ। हेर्नुहोस्
यस्तो चाहिँ चाहियो कि सो अब फाइनली यहाँबाट निस्किनु पर्ने हुन्छ हामी। पानी पर्न पो लाग्यो हो कि नपुगेको आबेला झन् पानी पर्न थाल्छ यार। ल सो हेर्नुहोस् होला आमामा यहाँदेखि त्यो साइड चाहिँ कीर्तिपुर हो होइन, अनि हाम्रो मत्स्य गाउँ त्यहाँ तल, अनि ढाक्सी भनेपछि उतातिर पिपल बोर्डको छेउतिर पर्छ होइन। अनि उतातिर त अब कता कता त्यहाँ माथि चाहिँ चन्द्रगिरी हो त हजुरहरू थाहा नै होला। त्यसो ल यहाँबाट लाग्नुपर्ने हुन्छ कि ल जाउँ। आमा बाटो त कस्तो डरलाग्दो छ यहाँ फेरि, एक झऱ्यो कि सोहा सिधै। सो यो ठाउँलाई चाहिँ चिलडाँडा मात्र भन्दैन, अर्को एउटा पनि भन्छ, के भन्छ चितुवा के अरे चिलडाँडा। चिल मात्र आएर बस्दैन के अरे बस्दैन रहेछ, बस्छ पहिला चाहिँ, अनि पछि खोइ चितुवा पनि आउँछ भन्ने सुनेको थियो, अरू चाहिँ थाहा भएन है। ल यहाँबाट फेरि चढ्नुपर्छ उकालो। यहाँबाट फेरि अघिको ठाउँसम्म जानुपर्छ। सो ल माथि गएर भेटौँ है भन्दैछ होइन। अझै दाइले सोधेको अझै टाइम टन्नै लाग्छ अरे। सो ल यस्तो छ माथि जाउँ है त। यस्तो छ है म्याप चाहिँ यो हो मेन। यो चाहिँ हाम्रो तल यो गेट चाहिँ हाम्रो उता तल पर्छ, के भन्छ पालेवन के भन्ने ठाउँ पर्छ। अनि म आएको बाटो चाहिँ कुन चाहिँ हो त खै मलाई नै थाहा भएन। जस म आएको बाटो कता पर्छ यो हो कि जस हामी यतै जङ्गल आयो जस उयो यस्तो भन्न लाग्यो, यस्तो भन्न लगाएको छ ऊ त्यस्तो। ल माथि पहिला भने धेरै टाढो भइसकेको छ। पहिला त यत्रो थियो, यत्रो भन्दा नि म आउँदा त आधी बनेपछि अब अझै टाइम बाँकी नै छ हेर्नुहोस् होला। सो दाइले त्यहाँ काम गर्ने दाइलाई सोधेको मैले, दाइले चाहिँ अझै लाग्छ समय लाग्छ भन्दै थियो पुरा हुनलाई। कति लाग्छ त के थाहा है, फिक्स त कसले भन्न सक्छ र। जस यहाँको काम अझै नै जारी नै छ। लास्ट गाह्रो हुने यो भर्याङ चढ्दा चाहिँ अल्छी लाग्यो। र यहाँबाट देख्ने भ्यू चाहिँ यस्तो चाहिँ कहाँ यस्तो पो देख्नु पऱ्यो त भ्यू भने। ल गाइस यही नै हो मको माथि चाहिँ साइकल लग्न पाउँदैन अरे, अहिले चाहिँ काम भइरहेछ अरे, त्यो भएर माथि लग्न पाएन, ल्याउन पाएन, त्यो भएर तल नै राखेको छु है मैले साइकल चाहिँ। ल देख्न सक्नुहुन्छ यहाँको यस्तो बन्दैछ होइन। अहिले चाहिँ पुरा भएपछि हजुरहरू सबैजना आइदिनुहोस् होला, अब फिनिसिङ भएपछि। ल यही हो ल म आएको चाहिँ यहीँ आएको मेन। अस्ति नै आउँथ्यो, अस्ति नै चाहिँ अलिक काम परेर त्यो भएर नआएको। अहिले चाहिँ फाइनली गाडी चाहिँ आइपुगिसक्यो। ल अब यहाँ एकछिन बस्नुपर्ने हुन्छ, एकछिन रेस्ट गर्नुपर्ने हुन्छ, त्यो पछि यहाँबाट लाग्नुपर्छ गाइज। ल एकछिन बसौँ है। हजुरहरूको नजर धराएर पर्दैछ है, क्यामेरा अब जस्तो आयो भने धराएर चाहिँ उता पर्दैछ, त्यो धराएर। अब अरू कता के पर्छ त्यो चाहिँ थाहा बिस्तारै भन्नु होला, अहिले चाहिँ थाहा छैन। ए यो पनि स्वयम्भू डाँडा पनि रहेछ, यहाँबाट देख्दैछ स्वयम्भू पनि। त्यो चुच्चो डाँडा चाहिँ स्वयम्भू हो, स्वयम्भूको माथि मेन माथिको मन्दिर छ त्यो। ल
ल अब एकछिनपछि भेटौँ है त। सो अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ होइन, निस्किनु पर्छ यहाँबाट। अब लामा के भन्छ यहाँ लामा बाजेहरूले माथि पूजा गरेर मारेको छ, अनि गइरहनु भनेर नगएको होइन। सो अब चाहिँ यहाँ निस्किनुपर्छ है त। ल गाइज ल अब तलतिर जाऊँ। अब घरतिर लाग्नुपर्छ यहाँबाट चाँडै जाऊँ है त। अब चाहिँ बाई बाई। ल अब चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ गाइज होइन। अब चाहिँ यहाँ तल पनि आइसकेको छ। अब तल सिधै तल रोडमा गएर भेटौँला, तल गाडी चल्ने मेन रोडतिर, त्यहाँ रोडमा भेटौँला है त। ल गाइज ल। सो फाइनल गाइज अब चाहिँ म रोडमा निस्किसकेँ होइन। अनि अब यहाँबाट चाहिँ चल्नुपर्छ। यहाँबाट नि म गएको छु माथि हो कि यहाँनिर चुच्चोमा गएको हो, त्यहाँबाट तल झरिसकेँ। अब त्यहाँबाट नि घरतिर लाग्नुपर्छ है। सिधै घर पुगेपछि भेटौँला अब। बाई बाई। सो गाइज म घर आइपुगेछु होइन। अनि हजुरहरूलाई घर आएपछि भेट्छु भनेको थिएँ मैले, घर आइपुगिसक्यो। अब आजको राइड हाम्रो यहीँतिर छ, क्लिन गर्नुपर्छ होइन। अनि सो अब घर आइसक्यो। लास्टमा चाहिँ म के भन्न गइरहेको छु भने हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुलिदिनु होला है। अनि एक लाइक र हस् है, एउटा सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला। अब सो मैले पनि अब युट्युब जर्नी सुरु गरेको छु होइन। अब बिस्तारै जो ग्रो गर्नुपर्छ। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न गरिदिनु होला सबजनाले। ल बाई।